Landed at Kuala Lumpur, Malaysia. Luggage लिए immigration clear भयो. म निस्किँदैछु अनि heading to के भन्छ त्यो ट्रान्जिट ट्रेन लिएर TBS बस स्टेसनमा गएर त्यहाँबाट नाइट बस लिएर निस्कनु पर्ने छ। नाइट बस कति बेलासम्म पाउँछ थाहा छैन। यहाँबाट भर्खरै निस्के प्लेनबाट यहाँनिर यो के यसलाई के भन्ने अब मेट्रो भन्ने कि ट्रेन भन्ने प्लेनबाट लिएर नि यता अब जाँदैछु बस चढ्नलाई। मान्छे त सब ओर्लिएर भटामटम आएर चाहिँ गइरहेको चाहिँ त्यो बन्दर उयो भन्ने भन्नेमा त्यहाँबाट बस लिएर जानुपर्ने छ। ट्रेनबाट निस्किएर बस स्टेसनको लागि निस्किँदैछु। सबै हाम्रो गाडी आज त्यसरी नेपालीमै हुन्छ गाडी जित्दैछ। त्यही आएर बस्न थालिसक्यो। बस पछि पुग्न थाहा छैन। हेरौँ के हुन्छ। विदेशीहरू पनि यसरी दिइरहेछ जसरी नै बस बाटमा आउँदैछु होइन। बसमा टिकट पाउँछ कि पाउँदैन भन्ने कुरा चाहिँ मुख्य कुरा भयो। जानुपर्ने ठाउँको टिकट पाएँ होइन। अनि नजिकैको पनि कुनै पाउँछ कि भन्ने खोज्दै गर्दाखेरि त्यो पनि अझै नपाइसकेपछि म जानुपर्ने ठाउँभन्दा 1 घन्टा अलि परपट्टिको ठाउँको चाहिँ टिकट बल्ल बल्ल पाएँ। त्यही भएर त्यो लिएर म जाँदैछु बसमा। बिहान 5-6 बजीतिर पुऱ्याउँछु भन्ने कुराहरू छ। के हुन्छ बस टिकट लिने त्यो जुन ठाउँ जानुपर्ने त्यो ठाउँभन्दा अलिक पर 1 घन्टा जतिको डिफ्रेन्सवाला मात्रै बस पाएँ। त्यो लिएर म जाँदैछु। बस वेट गर्दैछु। 11:30 बजीको बस छ। अहिले बसमा आइपुग्यो। बस चाहिँ फेरि खतरा रहेछ। दाम सिटहरू छ। त्यसपछि अब मेरो झ्यालवाला हो हुन चाहिँ यसले होइन भन्दैछ। के हुन्छ हेर। बिहानको 4 बजेको छ। टोइलेट ब्रेक भनेर यहाँनिर सुसु खाजा खानलाई भन्दो रहेछ। कुन ठाउँ हो थाहा छैन अब यो। कोटाबार बस स्ट्यान्डमा आइपुग्यो। एउटा ट्याक्सी बुक गरेको छु। ट्याक्सी आउँदैछ। त्यसपछि यहाँबाट म कहाँ जान्छु। कता यो जेटी पाउने भनेको बोट पाउने ठाउँमा। ट्याक्सी आयो मलाई लिनलाई। अब म जाँदैछु यहाँनिर। म निस्किँदैछु। अब यहाँबाट फेरि लिनलाई जाँदैछु म। Front? Okay. गजबै छ। यहाँबाट लिएर जाँदैछ। हामी अब खाजा खाएर त्यसपछि उता फेरि जान्छौँ। हामी जेटी बाटामा जाँदैछौँ। गाडी मजाको छ। पैसा तिरे अनुसारको मजाको एक्सपिरियन्स छ।
फेरीको टिकट लिइसकेपछि ब्रेकफास्ट खाँदैछु म त्यसपछि यहाँ फेरीमा जानुपर्छ 10 बजी भनेको छ 5 मिनट बोलिरहेको छु पछि बाहिर गइहाल्नुपर्ने छ ट्याक्सहरू के तिर्नुपर्ने रहेछ यहाँ जानलाई हेर्नु गाइस त्यही भएर पैसा तिरेर म कुर्दैछु त्यसपछि जानुपर्नेछ त्यो रिसोर्टको लागि चाहिँ म कुरिरहेको छु म मात्रै भएर होला सायद बोटको लागि मान्छे नभएर हो कि अरूहरू चाहिँ यहाँनिर हाल्दै जाँदैछ म मात्रै कुरेर बसिरहेको छु गाइस छ गएर आनन्दले सुतेर बसौँ भनेको यस्तो छ है पानी यस्तो छ उता पुगिसकेपछि पनि पानी देखाउँछ है किन फेरि टिएन आइल्यान्ड भनेर जाने आवाजहरू छ बोटमा बस्यो लाइफ ज्याकेट लगाएर अब यहाँबाट जान्छ लगभग 1 घन्टा जस्तो लाग्छ होला पछि जान्छ यहाँबाट बोट हिँडिसक्यो केही छोरीहरू आइल्यान्डको लागि जाँदैछ बोट ट्रान्सफर गर्दैछन् यसरी सामान निकाल्दै आयो अर्को ठाउँ जानलाई चाहिँ जानुहुन्छ अघि न त्यो बेलाको पानी अहिलेको पानी ग्रिन अनि म बस्ने चाहिँ ब्याक साइडमा म आइपुगेको छु यहाँनिर यतापट्टि चाहिँ बस्ने हो म मान्छेहरू छ यहाँनिर गर्दैछ पानी चाहिँ यस्तो क्लियर पानी हो है गाइस मालदिभ्सवाला पाइप्स आउँछ यहाँनिर मलाई लिएर आएको बोट चाहिँ त्यो फर्किरहेछ वही ल माछा यहीँ छ यहाँनिर चाहिँ हेल्प गर्नलाई बसिरहेको छ What is your good name? Your name? You just call me Din. Your name. My name? Yeah. My full name Muhammad Nur Zahiuddin. You just call me Din. Din? Yeah. Okay. अब आज आए त्यसपछि भोलि गइहाल्नु पर्नेछ हेडिङ ब्याक टु रिसोर्ट पहिला रिसेप्सनमा जानु पऱ्यो अरे अनि त्यसपछि अरू ठाउँमा भन्दैछन् गर्मी छ पुरै गर्मी छ यहाँनिर सामान लिएर आउँदैछ लगेजहरू 3 बजी मात्रै हुन्छ अरे त्यही भएर म यसो डुल्दैछु हाम्रो यसो यहाँनिर चाहिँ स्विमिङ पुल छ मान्छेहरू स्विमिङ हान्दैछन् उतापट्टि अगाडि बिच भइहाल्यो बिचको छुट्टै भइहाल्यो स्विमिङ गर्ने छुट्टै छ यतापट्टि चाहिँ रेस्टुरेन्टहरू छ दिस इज वेयर वी आर यता छौँ हामी यो चाहिँ रेस्टुरेन्ट एरिया छ यो चाहिँ रेस्टुरेन्ट एरिया भयो यहीँ तल छ समुद्रमा गइहाल्ने कि के गर्ने भनेर यसो कन्फ्युज भएर विचार गरिरहेको छु म
स्नर्कलिङको लागि रेडी भएको छौँ स्नर्कलिङको लागि जाँदैछौँ यहाँबाट स्नर्कलिङ जाँदैछौँ हामी सायद 2 घन्टाको हुन्छ होला